भइसक्यो एकछिन ल भाइ स्टार्ट भयो अलिकति बाटो देखाऊ बाटो स्ट्रेट बाटो देखाऊ अनि दायाँ बायाँ अलिअलि खिचौँ खिचिरहेको छ केही फरक पर्दैन हामी यहाँ पुल्चोकीबाट चाहिँ झर्दैछौँ आउने मान्छे अझै पनि आइरहेछन् पुल्चोकी छिर्ने गेट यस छाती रुमालले छाती छोपाउनु जानु यहाँबाट यहाँले देखाउँदा त्यो किलोमिटर यहाँबाट 13 किलोमिटर रहेछ गोदावरी 13 किलोमिटर गुडेपछि हामी तल गोदावरी नौधारा पुग्छौँ ओके लेट्स स्टार्ट के अरे गोदावरी जाँदैछौँ हामी उसले बोल न किन नपरेको अलिअलि बोल खाजा खान्छौँ त ओके बनाना ल्याएको छ ग्रेप्स ल्याएको छ ब्ल्याक ग्रेप्स अनि ओरेन्ज ल्याएको छ बाटो अलिकति खराब छ बाटो खराब भएको होइन यो पनि राम्रै छ क्यामेरा हल्ल्यो होला टन्टनै हल्लियो यहाँ डाँडा डाँडा ढुङ्गाहरू पनि देखाइरहेछ छैन यहाँ तलतिर खाल्डो पनि देखाउँ कस्तो रमाइलो रहेछ फर्स्ट टाइम मेरो बच्चाहरू चाहिँ यो पुल्चोकी डाँडा आइपुगिरहेछ नसोचेको प्लान हो हाम्रो प्लानै नगरी आएको हामी खाना खाएर कहाँ जाऊँ भएको त्यसपछि जाने हो गोदावरी के अरे पुल्चोकी भनेको बच्चाहरूले जाने ओके बाबा लेट्स गो भनेपछि त हामी त लाएर लेट्स गो नै गऱ्यो होइन त सानो यस रमाइलो भयो आजको ट्रिप यस वाउ के अनफर्गेटेबल भन्छ के भन्छ फाटिसो भयो यो बाइक एउटा अघिदेखि यहीँ छ मान्छे छैन कस्तो बाइक हो त्यो सरको जस्तै देखिरह को छ उताको डान्सको ठाउँमा भिडियो पज गरे पनि हुन्छ ल पज गर्ने ठाउँ छ नि देखेछ देखेको छु ल ऊ भर्खर पनि आउँदैछ ओ नगर्नु ल ओहो यहाँनिरै हल्लिनु मात्र साथीहरू आउँदै थियो बाटो हेर न कति खराब कति डेन्जर बाटो तल देखाउ त तल आमै ऊ डाँडा साँडा देखाउँ यहाँबाट भिड लगाएर यस्तो छ हामी पुल्चोकी डाँडा चढेका छौँ यस्तो डाँडा भिड चढेको हो बाटो खराब छ मान्छेहरू आउँदैछ देखाऊ देखाइरहेको छु देखिरहेको छु बिस्तारै बिस्तारै लेट्स गो ब्रदर आदित्य के भन्ने मोटरसाइकलको उयो लागेर पुग्छ क्या अघि चाहिँ उहीँ गर्नु पऱ्यो अहिले चाहिँ केही गर्नु पर्दैन है स्टार्टै बन्द गरी गयो नि भन्ने रहेछ अब हामीले चाहिँ स्टार्टमा राखेका छौँ बाइकलाई यहाँ लालीगुराँ चाहिँ देखिन हौ सबै टिपेर लगिसकेको रहेछ हाम्रो भागमा छैन कि हो अब तल त्यो रुखमा कसरी चढ्ने लालीगुराँ टिप्नलाई यहाँ एउटा उयो रहेछ लग्यो अब कसरी टिप्ने निचमा रुख चल्न सक्छ नभए लालीगुराँ टिपेर ल्याउनु दुई तिनवटा अनि एउटा हामीले हातले भ्याउने ठाउँमा झ्याप्प फुलेर बस्यो हुन्थ्यो है अनि कहिले छोड्दै नि हुन्थ्यो गर्ने कि रकम नै गरेर सबैजना नेक्स्ट भिडियो बनाउनु नाना त यो बाइक हल्लियो खोल्यो खोल्यो बाँदरहरू खोइ बाँदर हल्लिएर यहाँ देखिएन छैन ए माग्छ चङ्गा यो भाग्यो बोल्दाखेरि भाग्छ यार ठुलै अगाडि बाँदर पाउँछ भन्थ्यो यिनीहरू खोइ त नि किन भाग्छ त चिन्दैन कि हामीलाई होला नि एउटा माथि हामीले यहाँ पिट्न होला फेरि यसले भाग्यो ए माग्छ 12 किलोमिटर बाँकी छ अरे खै सानो अलिकति देखाएर होला प्लान सबै कता त्यो चाहिँ हामी कति स्पिडमा गइरहेको भनेर अघि हामी 25-30मा आइरहेको थियौँ अघि हामी 10-12-15मा आइरहेको पछाडि एकदम स्लो आइरहेको छौँ हामी भेरी स्लो त्यस्तै अप्ठ्यारो छ र हामी स्लोमा छौँ जस आज रमाइलो भयो विदाउट प्लानिङ हामी आयौँ कसरी
कसैलाई नभनिकन मलाई यो सानोले प्याट्ट भन्यो सानीले फेरि क्या ला भनिदिएपछि ला नभनिकन हिँड्नु लाग्छ कि जान्न हामी भनिदिएर आइसम्म घुम्न जान्ला भने पुग्थ्यो त कस्तो रमाइलो जङ्गल सूचना हौ यस्तो हेरेर खिचेर आम जङ्गल मान्छे पनि खासै छैन है मात्रै हामी छौँ चिसो चिसो कति गरे घरमा चाहिँ कराउँछ सानी यहाँ चाहिँ कराउँदैन के भनेर गराउनु त यहाँ नि समातै सानी छाती नचेक भने होइन यस्तै छ साथीले चाहिँ त्यसरी च्याप्प तासेर बस अनि चिसो पनि हुँदैन अनि झर्नु पनि झर्दैन यहाँ चाहिँ अलि बाटो खराब रहेछ भन्न अहिले यहाँ पहिला बाटो खराब छ यहाँ हेर अगाडि मोबाइलमा बाटो देखाएको फेरि आमाहरूले मोबाइल बाहरूले हेऱ्यो भने यस्तो बाटो गरायो तिमीहरू भनेर गाली गर्न फेरि जय फुलचोकी माई भन न खै श्री फुलचोकी माई कि के भन्ने यहाँ भित्रै छ नि ए हामीले रेनकोट ल्याउनु बिर्स्या भएर कोहीले झारेर गएछ हामीलाई चाहिन्छ भनेर होला कुन चाहिँले यहाँ गाडी रहेछ देखाऊ गाडी रोकिरहेको छ यहाँ बिचमा माथि पसिरामा बालेनको फोटो रहेछ यहाँ त यहाँ भित्र रहेछ गोइन पालेन्द्रले ल यो गाडी पनि हिँड्न लाग्छ छ अहिले हाम्रो पछि पछि आउँछ मान्छे फर्किँदैछन् हामी पनि फर्किँदैछौँ सर चाचा हुँ गरेर त्यो के हो त्यो अलिकति बाबा उ त्यो के हो त्यो यो पोखरी हो छोरी पानी पोखरी खासमा पहिला यहाँ पानी खाने ठाउँ हो होइन अहिले चाहिँ यो पोखरी पोखरी यस्तो बनाएको छ हो त्यो माहरूलाई देखायो मलाई सिधा राख न भाङ भाङ राख्छ पानी अगाडि हेरेर बस राम्रोसँग बस बाटो डेन्जर छ यहाँ है हेरेर बस ओ माई गॉड चिप्लो बाटो चिप्ला देउसिरे हातै गोलिसक्यो मेरो ओ सन्तम त्यो फ्यातुरो टोयाट्नु छ देखाउ एक घन्टाको हुन्छ ल सबिनहरू पनि आइरहेको रहेछ कसको बाइक लिएर आएको छ को रे सबिनहरू ए नगर्नु भयो होला ल चुलु छिउनु जाऊ होला हात्ती सोयो एकछिन पछि गरौँ पाउनु खाउने हजुर न अप्ठ्यारो बिस्तारो भयो कहाँ ठन्डा भरि चिप्लेको थाहा मे मरो लोड उठा भरि चिप्ले दूंगा 20-25 जन देगा दो मनोरंजन चलो नो उनु मला का यो त्यो वहाँलाई झरम त झरम टिका लाउन जाम भयो चले हार्ने अहिले त्यहाँ टिका लाउने हेलो बा हेलो हामी यहाँ रोकेर टिका लाउन लाग्छौँ हात्ती त हो नि मेरो त टन्नै पस गरिदियो ओके क्यान गयो मोटरसाइकल चलाइन अरे उनले नुर गाडे नुन हल्का नुर गा बनायो आताको मछन ठिक हो बाला
छेबिना रोगी मरे मो दिया जेदी नमस्ते कर बाले जे हो जेदी मा छेबि जेदी हजुर छेबि यहाँसम्म यो कम्मर सानो यो फुल ल्याउ न फुल धन्यवाद यो मोबाइल मलाई देऊ न मोबाइल खिच्दै नाच्नु तिमीलाई विलेज भेट्नु पाउने चार्ज ल